आज एउटा स्पेसियल मेरी आमाको दिएको नासो खोल्दैछु घरबाट है। के छ त्यो चाहिँ हजुरहरूले हेर्न नभुल्नु होला। म पनि हेर्दैछु है के रहेछ यो, के रहेछ यो, के हो खै, के छ अब हेर विस्तार गर्नु पर्यो है। फेभरेट चिज हुन सक्छ घरको जे चिज पनि अमूल्य हुन्छ, तर कोही चिज चाहिँ फेभरेट हुन्छ क्या। सिरामल चामल चामल यो चाहिँ चामल रहेछ है। सिरामल पनि हो खाना, खाने भुटिकन पनि खाने हो, त्यसै मम्मी भन्नुहुँदैछ। यो चाहिँ चामल, त्यसपछि यो के रहेछ, तिलोट आएर अस्ति त हामी ये के वाला भन्दैछ साथीहरु? उमा वाओ, उमा कस्तो मिठो यार। बदाम पनि हो। यो के रहेछ, पानी सागको सुकाएको पर्पल हो कि के हो? पानी साग पलङ्गका कच्चा। इम्पोर्टेन्ट है, लास्टै मनपर्ने चिज यो चाहिँ मेरो मनपर्ने चिज सबैभन्दा है। अनि उमा त सबैको। त्यसपछि अब यो मेरो मनपर्ने चिज भनेपछि यो कस्तो रहेछ, वाउ, सिन्दाको टुटो जुवाईको मनपर्ने चिज अरे। तिलोट पनि छ एकजोड। ओ माई, अस्ति त हामी भिडियो बनाउँदै थियौ। सिन्दाको भिडियो सिन्दाको रहेछ धुलो है। अब अर्को चिज के रहेछ, ओ माई गड, यो के रहेछ, तिलौट। मेरी छोरीको मनपर्ने, छोरीको लागि, त्यो छोरीको लागि, यो जुवाईको लागि, अनि यो मेरो लागि। उसको चिजको यति महत्त्व हुने रहेछ, बाहिरतिर आउँदाखेरि हेर्नुहोस् पुरै छोडिदिनुहोस्। यति महत्त्व सायद पहिल्यै घरमै हुँदाखेरि लागिदिएको।